हुन्छ सबैलाई जय मसीह। अनि आज हामी थोरै छौँ तर पनि परमेश्वरको उपस्थिति हामीले महसुस गरेका छौँ। आमेन। अनि हाम्रो परमेश्वर अनि पवित्र आत्माको उपस्थिति हाम्रो बिचमा छ। अनि विशेष गरी आजको वचन चाहिँ हाम्रो वचनको शीर्षक चाहिँ क्षमादान नै क्रिस्चियन जीवनको जग हो भन्ने विषयमा हामी केही कुरा हेर्नेछौँ है। अनि यो वचन चाहिँ मैले कसैलाई जज गर्नको लागि, कसैलाई मैले ठेस पुर्याउनको लागि ल्याएको होइन हैन। अनि आज हामी होसेको पुस्तकबाट हामी केही कुराहरू सिक्नेछौँ। एउटा परिवारमा, मण्डलीमा र हाम्रो सम्बन्धमा चाहिँ क्षमा कतिको महत्त्वपूर्ण छ भन्ने कुराहरू आज हामी सिक्नेछौँ। र हामीले किन क्षमा दिनुपर्छ, के हामीले क्षमा दिनको लागि कसैले हामीसँग आएर घुँडा टेक्नै पर्छ, पश्चाताप माग्नै पर्छ, मलाई क्षमा गर भनेर भन्नै पर्छ र हैन, क्षमा के हो त भन्ने कुरा आज हामी हेर्नेछौँ। र पहिला सुरुमा हाम्रो यो वचनलाई हामी परमेश्वरको हातमा राख्नेछौँ। हालेलुया। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। प्रभु, हामी तपाईँको नाउँमा आउँदछौँ। यो समयमा यो वचनलाई तपाईँ परमेश्वरको हातमा राख्दछौँ। यो मैले बोलेको होइन तर परमेश्वर तपाईँ अनि मद्वारा भइकन अनि आज हाम्रो मण्डलीको बिचमा हामी एक एकलाई तपाईँले छुनुहोस् यो वचनद्वारा प्रभु, ताकि हामी तपाईँलाई मनपर्ने जीवन हामी जिउन सकौँ। तपाईँले खोज्नु भएको जीवन अनि तपाईँले बताउनु भएको त्यो मार्गलाई हामी पछ्याउन सकौँ, तपाईँ ख्रिस्टलाई हामी पछ्याउन सकौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ सबै कुराको लागि येशूको नाममा। आमेन। हुन्छ। अनि मैले अघि नै भनिसकेँ, क्षमादान नै क्रिस्चियन जीवनको जग हो। चाहिँ एकदमै महत्त्वपूर्ण। तपाईँ हामीलाई थाहा छ, जगमा चाहिँ जग बसाल्नको लागि पनि धेरै कुराको खाँचो पर्छ। सिमेन्टको खाँचो पर्छ, बलुवाको खाँचो पर्छ, रडको खाँचो पर्छ। त्यसलाई गहिरो बनाएर त्यहाँ विभिन्न किसिमका कुराहरू हाल्नुपर्छ। यदि जग भएन भने खडा हुँदैन, हाम्रो घर खडा हुँदैन, हाम्रो भवन निर्माण गर्न सकिँदैन। अनि क्षमा पनि त्यो मध्येको धेरै जगमा चाहिनुपर्ने धेरै सामग्रीहरू मध्येमा चाहिँ क्षमा पनि एउटा हो। अनि यदि आज मण्डली चाहिँ क्षमादानमा हामीले हाम्रो यो मण्डलीलाई हामीले स्थापित गरेका छैन भने, यदि हाम्रो व्यक्तिगत जीवनमा क्षमादानलाई हाम्रो मुख्य एउटा स्रोतको रूपमा, एउटा क्षमादानलाई हाम्रो एउटा मुख्य अनि चिजको रूपमा हामीले चाहिँ त्यसलाई हाम्रो जीवनमा प्रयोग गरेनौँ भने मण्डली चाहिँ के हुन्छ? मण्डली बलियो नहुन सक्छ, मण्डली टुट्न सक्छ। आज मण्डली किन फुटेको छ? आज मण्डली परिवार किन टुटेको छ? क्षमादान दिन नसकेको कारणले गर्दाखेरि, क्षमाको हृदय नभएको कारणले गर्दाखेरि आज मण्डली टुटेको छ। अनि मलाई एउटा कुरा अनि मेरो मनमा चाहिँ मजाले लाग्छ होइन, मण्डली चाहिँ के हो त भन्दाखेरि, मण्डली एउटा घर हो, एउटा परिवार हो जहाँ सबैजना चाहिँ के हुनुपर्छ? अटाउनुपर्छ। किनभने परमेश्वरको वचनले के भन्दछ भने, अनि जसरी ख्रिस्टले तपाईँ र मलाई पापी छँदै हामीलाई प्रेम गर्नुभयो, हामीले पनि एकले अर्कालाई के गर्नु पर्यो? ग्रहण गर्नु पर्यो। मलाई यो वचन एकदमै मिठो लाग्छ। जबसम्म हामीले हाम्रो मण्डलीमा त्यो वातावरण हामी तयार गर्दैनौँ, हामीले कसैलाई पनि हामीले स्वीकार गर्न सकिरहेका हुँदैनौँ है। अनि यो क्षमा भन्ने कुरा चाहिँ, क्षमादान यो दान हो, त्यत्तिकै फ्रीमै दिएको दान होइन, त्यत्तिकै आएको दान होइन। यसले चाहिँ धेरै मूल्य चुकाएको छ। यो क्षमादानले चाहिँ धेरै कुराहरू चुकाउनु पर्ने अवस्थाहरू आउँदछ। क्षमा भन्ने कुरा चाहिँ एकैछिनमा हामी दिन सकिँदैन, यो प्रोसेस हो। क्षमा गर्नको लागि धेरै समय लाग्छ। हुनसक्छ हामी धेरै पीडाबाट भएर जानुपर्छ, हामी आफूलाई चोट दिन थाल्छौँ र आफू मात्र होइन तर वरिपरिको व्यक्तिलाई पनि हामी चोट दिन थाल्छौँ। जबसम्म हामीले कसैलाई क्षमा दिँदैनौँ, जबसम्म त्यो व्यक्तिलाई, हाम्रो प्रतिपक्षीलाई चाहिँ हामी क्षमा दिँदैनौँ, तबसम्म चाहिँ के हुन्छ? हामी चोटले भरिएका व्यक्ति हुन्छौँ, हामी टुट्छौँ, हामी खस्छौँ, हामी लड्छौँ, हामीमा चाहिँ के हुन्छ? हामी चाहिँ त्यो बन्धनमा हुन्छौँ। जबसम्म तपाईँ र मैले कसैलाई क्षमा दिँदैनौँ भने चाहिँ हामी परमेश्वरको उपस्थितिमा पनि जान सक्दैनौँ। यो कुरा हामीले महसुस गर्नुपर्छ है। किनभने यो घटना चाहिँ मेरो जीवनमा पनि धेरैचोटि घटेको छ होइन। मेरो आफन्तहरूको बिचमा, मेरै परिवारको बिचमा, मेरै साथीभाइहरूको बिचमा परको व्यक्तिलाई हामीलाई क्षमा गर्न धेरै सजिलो छ है। ठस्स ठोकिन्छ अनि आम सरी भन्छ है। अनि मलाई त्यस्तो, म पनि सरी धेरैचोटि भन्छु। कसैलाई अलिकति केही भन्यो भने मलाई सरी चाहिँ छिट्टै आउँछ होइन। म सरी ल, मलाई सरी, क्षमा गर भन्ने चाहिँ मलाई छिट्टै आउँछ। तर त्यो चाहिँ परको व्यक्ति हो, परको व्यक्तिलाई हामी क्षमा गर्न धेरै सजिलो हुन्छ है।
तर जो चाहिँ हामीसँग टाँसिएको हाम्रो श्रीमानलाई, हाम्रो श्रीमतीलाई, हाम्रो बालबच्चाहरूलाई, हामीले हुर्काएको हाम्रो नानीहरूलाई, हामीसँग जोडिएका हाम्रो साथीभाइहरूलाई, हाम्रो आफ्नै भित्रको मित्रलाई, हामीले जसलाई धेरै माया गर्छौँ, धेरै प्रेम गर्छौँ, त्यही व्यक्तिले तपाईँलाई धोका दिन्छ भने हामी त्यस्तो व्यक्तिलाई क्षमा गर्नको लागि हामीलाई धेरै समय लाग्छ। यो वास्तविक हो, यो व्यवहारिक हो होइन। कसैलाई हामी छिट्टै क्षमा दिन सक्दैनौँ। तर ख्रीष्ट चाहिँ को हुनुहुन्छ? तपाईँ र मलाई चाहिँ के गर्नुभयो? उहाँले क्षमा दिनुभएको छ। एकचोटिको त्यो बलिदानले आज तपाईँ र म चाहिँ के भएका छौँ? क्षमा पाएका व्यक्तिहरू छौँ। आमेन। अनि साँच्चै नै, अनि मैले अघि तपाईँलाई भन्दै थिएँ, अनि आज तपाईँ र मैले चाहिँ यो वचन मेरो लागि हो। जब मैले वचन पढ्दै थिएँ, मैले आफूलाई पनि मैले आफूलाई वचनमा राखेर हेर्दै थिएँ कि मैले पनि अरूलाई क्षमा गरेको छु कि ख्रीष्टले जसरी मलाई प्रेम गर्नुभयो, जसरी मलाई क्षमा गर्नुभयो, कि मैले पनि उनीहरूलाई क्षमा गर्न सकेको छु होइन। यो कुराहरू मैले महसुस गर्दै कि मैले मेरो श्रीमानलाई क्षमा गरेको छु। कुनै दिन उहाँले मेरो पनि त चित्त दुखाउनु भएको थियो होला होइन। कुनै दिन उहाँले मलाई पनि त रिस उठाउनु भएको छ होइन। कुनै दिन मैले भनेको कुराहरू उहाँले मान्नु भएको छैन होइन। मेरो छोराछोरीलाई मैले क्षमा दिएको छु है। अनि यो कुराको प्रश्न चाहिँ मैले आफैलाई गरिरहेको थिएँ। अनि विशेष गरी आजको वचनको चाहिँ मुख्य पद चाहिँ मैले मत्ती 6:14 र 15 मैले लिएको छु। कसरी हुनसक्छ भने तपाईँहरूको माझबाट यसलाई पढिदिनुहोस् न। मत्ती 6:14 देखि 15सम्म। किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यो भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराधमा क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। आमेन। धन्यवाद हाम्रो भाइलाई। अनि साँच्चै नै उहाँको वचनले भने जस्तै के भन्छ? किनकि तिमीहरूले मानिसका अपराधहरू क्षमा गर्यो भने स्वर्गमा हुनुहुने तिमीहरूको पिताले तिमीलाई के गर्नुहुनेछ? क्षमा गर्नुहुनेछ। अनि त्यसरी नै त्यसको जस्ट भाइस वर्षा भन्छ है। त्यसको जस्ट अपोजिट के छ? यदि तिमीले आफ्नो मानिसहरूलाई, अपराधीहरूलाई क्षमा गरेनौ भने तिमीहरूले पनि के हुने छैन? क्षमा पाउने छैनौ है। यो चाहिँ एउटा मुख्य पद हो। अनि केही दिन अस्ति केही हप्ता अगाडि, एक महिना अगाडि होला सायद, एकजना चार्ली क्लर्क भन्ने एकजना परमेश्वरको जनलाई चाहिँ हत्या गरियो। अनि उसको श्रीमतीको त्यो फ्युनरल टाइममा चाहिँ मैले श्रीमतीले दिएको वचनलाई अथवा केही शब्दलाई मैले हेर्दै थिएँ। अनि उसलाई त्यहाँनिर रुँदै उसले त्यो आफ्नो श्रीमानको विषयमा होइन, उसको श्रीमानले चलाएको त्यो जति पनि रिभोल्युसनहरू छ, जति पनि कुराहरू उसले चलाइरहेको थियो त्योको विषयमा उसले कुरा गर्दै थियो। अनि त्यसरी नै उसले त्यो व्यक्ति जसले उसको श्रीमानलाई गोलीले ठोकेर मार्यो होइन, गोलीले अथवा बन्दुकले हानेर मार्यो। अनि त्यहाँ उसले भन्दै थियो, उसको आँखालाई जब हामी हेर्दै थियौँ, उसको मुहारलाई हामी हेर्दै थियौँ, अनि त्यो व्यक्ति जो चाहिँ यङ म्यान भन्छ, एकदमै सानो व्यक्ति होइन, जवान एउटा केटाले चाहिँ त्यसरी हत्या गरेको रहेछ। अनि उसले भन्दै थियो, अनि भित्र हृदयदेखि उसले भन्दै थियो होइन, म चाहिँ के गर्नेछु? उसलाई क्षमा गर्छु, म उसलाई क्षमा गर्छु। यो चान्चुने कुरा थिएन। त्यो चाहिँ क्षमा भन्ने कुरा चाहिँ सिद्धेको थिएन। धेरै कुराहरू बोकेर उसले त्यहाँनिर त्यो व्यक्तिलाई चाहिँ क्षमा गर्दै थियो होइन। अनि त्यहाँ उसले एउटा शब्द भन्दै थियो, जसरी मैले उसलाई क्षमा गर्छु, किनभने मलाई लाग्छ मेरो श्रीमानले पनि म यो ठाउँमा भएको भए मेरो श्रीमानले पनि ख्रीष्टले दिनुभएको त्यो कल्चर, त्यो संस्कृति होइन, त्यो ख्रीष्टले पनि त्यही नै गर्नुहुन्थ्यो होला मेरो छेउमा भएको भए, र मेरो श्रीमानले पनि त्यसरी नै यो व्यक्तिलाई क्षमा दिनुहुन्थ्यो होला। त्यसकारण म यो व्यक्तिलाई पनि के गर्नेछु? क्षमा गर्नेछु भनेर भन्दै थियो, उसको श्रीमानलाई हत्या गर्ने व्यक्तिलाई होइन। अनि आज तपाईँ र मेरो जीवनमा पनि हाम्रो कतिचोटि हाम्रो हृदयहरू टुटेको छ होला, कतिचोटि हाम्रो हृदयहरू दुखाएको थियो होला मानिसहरूले। अनि त्यो हृदयहरूलाई चाहिँ, त्यो व्यक्तिलाई चाहिँ हामीले के गर्ने? क्षमा गर्ने कोसिस हामीले गर्नुपर्छ है। हुन्छ। अनि यो सबै कुराहरू भन्दा पनि म आज विशेष गरी होसेको पुस्तकलाई लिएर अनि तपाईँहरूको बिचमा अनि केही कुराहरू हामी हेर्नेछौँ। अनि होसेको पुस्तक मैले भन्दा तपाईँहरूले धेरैचोटि पढिसक्नु भएको छ, धेरैचोटि यसको विषयमा, होसे र गमरको विवाहको विषयमा होइन। अनि होसे र गमरलाई लिएर परमेश्वरले अनि कसरी इजरायली जो चाहिँ अविश्वासी थियो, धोका दिने इजरायलीहरू थियो होइन, धोकेबाज भन्छ क्या है, धोकेबाज इजरायलीहरूलाई चाहिँ कसरी परमेश्वरले चाहिँ प्रेम देखाउनु भयो, कसरी परमेश्वरले त्यो इजरायलीहरूलाई के गर्नुभयो?
क्षमा गर्नुभयो भन्ने विषयमा आज हामी हेर्नेछौँ। हामी होसेको पुस्तक हेर्नुभन्दा अगाडि अलिकति होसेको पुस्तक के हो भन्ने विषयमा हामी हेर्नेछौँ। होसे र गमोरको यो होसेको पुस्तक चाहिँ प्रायः जस्तो मैले अघि भनिसकेँ, होसे र गमोरको बिचको त्यो जुन घटनाहरू छ त्यसलाई चाहिँ परमेश्वरले चाहिँ इजरायलीहरूलाई कसरी प्रेम गर्नुभयो, कसरी क्षमा गर्नुभयो, कसरी इजरायललाई फेरि पुनर्स्थापित गर्नुभयो भन्ने विषयमा चाहिँ लेखेको छ। अनि यो पुस्तकको मेन आशय नै त्यही हो। अनि त्यसपछि होसे चाहिँ को थियो भन्दाखेरि होसे पनि एउटा भविष्यवक्ता थियो, ऊ चाहिँ अगमवक्ता थियो है। अनि होसे चाहिँ जस्ट आमोस अगमवक्ता भन्ने एकजना व्यक्ति हुनुहुन्छ, उहाँको सेवकाईपछि चाहिँ होसेको सेवकाई सुरु भएको छ। अनि होसेको पुस्तक चाहिँ विशेष गरी राजाहरूको साम्राज्य समयमा, राजाहरूले शासन गरेको समयमा, हामी राजाको पुस्तक दोस्रो अध्यायतिर हामी हेर्छौँ भने होसेको समय चाहिँ त्यति बेला नै हो। अनि त्यो समयमा चाहिँ असुरी भन्ने मानिसहरूले चाहिँ इजरायलीहरूमाथि चाहिँ के गरेको थियो, इजरायल चाहिँ कठपुतली जस्तै खेलाइरहेको थियो भन्छ होइन, अथवा उनीहरूलाई चाहिँ आफ्नो हातमा नचाइरहेको थियो होइन। उनीहरू चाहिँ इजरायलीहरू चाहिँ खालि असुरीहरूको पक्षमा, असुरीहरूलाई कसरी लोभ्याउने, कसरी उनीहरूको मन जित्ने होइन, अनि कसरी उनीहरूले भनेको कुराहरू मानेर उनीहरूलाई फकाउने अथवा उनीहरूको चाप्लुसी गर्ने अथवा त्यस्तै समय हुनसक्छ। किन अनि यदि हामी होसेको 1 र 1को 2लाई हामी हेर्छौँ भने त्यहाँनिर होसेको बोलावटलाई हामी हेर्छौँ है। यहाँ यसरी भनेको छ होसेको 1को 2मा, होसेको 1को 2मा, जहाँ गएर एउटा व्यभिचारिणीलाई विवाह गर र त्यसको विश्वासघातबाट पैदा भएका सन्तानलाई आफ्नो बना, किनभने यस देशले परमप्रभुलाई त्यागेर अति घोर व्यभिचारको दोषी भएको छ है। आमेन चाहिँ नभन्नुहोस् ल। अनि यहाँ चाहिँ के भनेको छ भने होसे 1को 2मा चाहिँ परमेश्वरले होसेलाई के को लागि बोलावट गर्नुभएको रहेछ भन्ने कुरा हामी हेर्छौँ। होसे एकजना भविष्यवक्ता अथवा अगमवक्ता त थिए, तर अनि अहिलेको समयमा हामी भने प्रचारक भनौँ न होइन, जस्तै परमेश्वरको वचनलाई लिएर राजाहरू कहाँ कसैको एज अ मेसेन्जर जस्तै, अनि प्रचारक जस्तै परमेश्वरको मेसेजहरूलाई लिएर, परमेश्वरको सन्देशलाई लिएर चाहिँ कुनै मानिस कहाँ जानु, अनि आजको समयमा प्रचारक जस्तै होइन। अनि ऊ चाहिँ प्रचारक, सन्देशलाई लिएर जाने व्यक्ति। तर यो वचनमा हामी हेऱ्यौँ भने चाहिँ एउटा ठुलो चुनौती छ होसेलाई है। कसलाई मन पर्दैन राम्रै केटी विवाह गर्न होइन, सुशील केटी होइन, अथवा एकदमै हुन्छ नि के भन्छ गुणले भरिपूर्ण भएको व्यक्ति, राम्री केटी होइन। तर यहाँ होसेको जीवनमा परमेश्वरको बोलावट के छ, व्यभिचारिणी स्त्रीलाई के गर्नु, विवाह गर। र त्यो मात्र होइन, विश्वासघातबाट पैदा भएको सन्तानलाई पनि के गर, स्वीकार। तपाईँ र मैले गर्न सक्छौँ यो कुरा है। सुन्ने बित्तिकै डर लाग्ने, भविष्य के होला, आउने दिनहरू के होला भन्ने कुरा हामीले त्यो कुराहरू सोचिहाल्छौँ है। तर यो पुस्तक चाहिँ विशेष गरी तपाईँहरू अन्यथातिर नजानुहोस्, तर यो कुरा चाहिँ विशेष गरी दोस्रो सेन्टेन्समा उहाँले के भन्नुहुन्छ, किनभने यस देशले परमप्रभुलाई त्यागेर अति घोर व्यभिचारको दोषी भएको छ है। यो चाहिँ के गर्छ, यति धेरै इजरायलीको विषयमा उहाँले भन्दै हुनुहुन्छ। त्यो देखाउनको लागि प्र्याक्टिकल्ली होइन, व्यावहारिक रूपमा परमेश्वरले चाहिँ इजरायललाई कति धेरै प्रेम गर्नुहुन्छ, इक्जाम्पल दिनको लागि प्र्याक्टिकल्ली व्यावहारिक रूपमा चाहिँ परमेश्वरले देखाउनको लागि के गर्नुभयो, होसेलाई चाहिँ एउटा व्यभिचारिणी स्त्रीलाई बिहे गर र त्यसबाट विश्वासघातबाट जन्मेको छोराछोरा पनि के गर, स्वीकार भनेर भन्नुभएको छ। यो चाहिँ के गर्नु, उहाँले चाहिँ व्यावहारिक रूपमा देखाउनको लागि। परमेश्वर चाहिँ हामी येशू ख्रीष्टको जीवनलाई हेऱ्यौँ भने उहाँको जीवनमा हामी प्रशस्त देख्न सक्छौँ कसरी येशू ख्रीष्ट चाहिँ एउटा कोमल हृदयको, दयालु हृदयको, प्रेमिलो हृदयको हुनुहुन्छ। अनि हामी जस्ता तपाईँ र म जस्ता पापी मानिसहरूको निम्ति उहाँ मर्नुभयो भन्ने विषयमा चाहिँ हामी देख्न सक्छौँ है। यहाँ इजरायली मात्र होइन, तर जुडा भन्छ, यहुदा है, जुडिया। त्यति बेला चाहिँ यो साउल दाउद र यो के भन्छ, साउल दाउद र सोलोमनको पालामा चाहिँ यो देश चाहिँ विभाजित भएको थियो, छुट्टिएको थियो। यसकारण इजरायली र यहुदा भनेर परमेश्वर यहाँ इङ्कित गर्नुभएको छ है। अनि यहाँ चाहिँ के देख्न सकिन्छ भन्दाखेरि गोमेर चाहिँ के थियो त, एकजना व्यभिचारिणी स्त्री र अविश्वास योग्य स्त्री थियो होइन। आफ्नो पतिलाई चाहिँ धोका दिएर अन्य
उसको त्यो बानी नै थियो, सुरुदेखिको बानी होइन। विवाह गर्नुभन्दा अगाडि नै ऊ चाहिँ के थियो, व्यभिचारमा ऊ फँसेको स्त्री थियो। र त्यसपछि पनि के गर्नुभयो, परमेश्वरले त्यही स्त्रीलाई के गर, विवाह गर भनेर भन्नुभयो। अनि यहाँ इजरायलीहरूको विषयलाई हेर्दाखेरि हामी के देख्छौँ भने परमेश्वरलाई त्यागेको, अन्य देवतातिर लागेको, पूजा गरेको होइन, अनि सत्य परमेश्वरको करारलाई भङ्ग गरेको र परमेश्वरको प्रेमलाई के गरेको, बिर्सेको थिए इजरायलीहरूले चाहिँ है। अनि हामीलाई वचन थाहा छ कि परमेश्वर चाहिँ कस्तो परमेश्वर हुनुहुन्छ भन्दा उहाँ चाहिँ डाही परमेश्वर हुनुहुन्छ है। डाही परमेश्वर, जालस, तर नराम्रो जालस छैन, आफ्नो छोराछोरीहरूको लागि जालस। परमेश्वर चाहिँ डाही परमेश्वर हुनुहुन्छ। उहाँले चाहिँ अरू देवतातिर लागेर अरू नै अन्य देवतातिर पुज्नु होइन, अन्य कुरातिर लाग्नु चाहिँ के हो त, त्यो चाहिँ व्यभिचार भनेर उहाँले भन्दै हुनुहुन्छ। सबै उनीहरूसँगै बस्नु, उनीहरूको जस्तै रहनसहनमा जिउनु। आज हामी पनि कति समय के छौँ, संसारको कुराले हामी गाँचिएका छौँ। व्यभिचारको कुरा मात्र होइन, व्यभिचारको कुरालाई मात्र लिएर होइन, तर तपाईँ र म चाहिँ आज कस्तो जीवन जिउँदैछौँ, के परमेश्वरलाई मनपर्ने जीवन जिउँदैछौँ त होइन, परमेश्वरले खोज्नु भएको जीवन कस्तो हो त भन्ने कुराहरू होइन। अनि उनीहरूले चाहिँ के गरेको थिए, परमेश्वरको प्रेमलाई बिर्सेर अन्य देवतातिरहरू लागेका थिए। अनि होसेको 1:4 देखि 9सम्म हामी हेऱ्यौँ भने चाहिँ त्यहाँनिर होसेको र गोमेरको छोराछोरीहरू हामी देख्छौँ। त्यहाँनिर 3जना छोराछोरीहरू छन्, 2टा छोरा र एउटा छोरी। यहाँ चाहिँ 3टा कुरा छ है। अब यसलाई चाहिँ लिएर परमेश्वरले चाहिँ त्यहाँनिर इजरायलीहरूमाथि कस्तो खालको न्याय गर्नेछु भन्ने कुरा चाहिँ त्यो सन्तानहरूबाट चाहिँ उहाँले त्यो देखाउन खोज्दै हुनुहुन्छ। यो चाहिँ के भन्छ, इङ्ग्लिसमा मेटाफोर भन्छ, तर यसलाई चाहिँ के भन्छ, एउटा चित्रण देखाउनुहुन्छ, एउटा ढाँचा उहाँले देखाउँदै हुनुहुन्छ है। अनि होसेको 1:4 देखि 9मा हेर्छ भने त्यहाँनिर पहिलो सन्तान चाहिँ छोरा थियो, उसको नाम चाहिँ इजरायल थियो। उसको नाम चाहिँ के थियो, इजरायल थियो। अनि इजरायलको त्यसको मिनिङ चाहिँ के हो, त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि परमेश्वर चाहिँ न्यायी हुनुहुन्छ, उहाँ चाहिँ न्याय गर्ने परमेश्वर हुनुहुन्छ। र उसको विषयलाई लिएर परमेश्वरले के भन्नुभएको छ भने म इजरायलमा चाहिँ के गर्नेछु, अब इजरायलमा के गर्नेछु, त्यहाँनिर इजरायल चाहिँ रक्तपात बापत दण्ड दिनेछु र इजरायलको राज्य चाहिँ के गर्नेछु, अब अन्त गर्नेछु भनेर उहाँले भन्नुभएको छ होइन। म इजरायल चाहिँ किनभने यो सन्तान, पहिलो सन्तानको नाम यो नाम पनि कसले दिनुभयो भन्दाखेरि परमेश्वर दिनुभयो। यसको नाम चाहिँ इजरायल राख भन्नुभयो। अनि त्यसपछि उहाँले इजरायल राख्नुभयो र त्यसको अर्थ चाहिँ के हो, परमेश्वर न्यायी हुनुहुन्छ र त्यो प्रति अथवा इजरायलीप्रति चाहिँ उहाँको के थियो, उहाँले चाहिँ के भन्नु, रक्तपातदेखि म त्यसलाई के गर्नेछु, दण्ड दिनेछु र त्यो इजरायलको राज्यलाई म अन्त्य गर्नेछु उहाँले भन्नुभएको छ। दोस्रो चाहिँ को छ भन्दाखेरि छोरीको नाम चाहिँ लोरुहाम छ, हामा। लोरुहामाको अर्थ चाहिँ के हो, प्रिय नभएको। हेर्नु है, अहिले यो याद गर्दै गर्नुहोस्, उहाँले के नाम दिँदै हुनुहुन्छ, उहाँलाई प्रिय नभएको। हामीलाई हाम्रो नानीहरूलाई असल नाम दिनु मन लाग्छ है, एकदमै राम्रो अर्थ दिने नाम मनपर्छ, तर यहाँ चाहिँ उहाँले यो नाम चाहिँ राखै भन्नुहुन्छ। किनभने उहाँको होसेको परिवारबाट चाहिँ परमेश्वरले केही कुरा देखाउन चाहनुहुन्थ्यो, उहाँको उद्देश्य थियो होसेको जीवनमा, उहाँको परिवारमा। यस कारणले त्यो छोराछोरीलाई पनि उहाँले त्यसरी नै चलाउँदै हुनुहुन्थ्यो, त्यसरी नै उहाँले त्यो नामहरू दिँदै हुनुहुन्थ्यो। अनि त्यो अर्थको नाम चाहिँ, त्यो नामको अर्थ चाहिँ के थियो भन्दाखेरि प्रिय नभएको। अनि उहाँले चाहिँ त्यहाँबाट उहाँले के भन्दै हुनुहुन्छ भने त्यो इजरायलीलाई चाहिँ म के गर्ने छैन, क्षमा गर्ने छैन भन्नुभएको छ। फेरि अनि यहुदामाथि, अब यहाँदेखि तल आयौँ भने चाहिँ फेरि अलिकति 9देखि 8तिर हामी हेऱ्यौँ भने 8 सायद 7देखि हेऱ्यौँ भने चाहिँ त्यहाँनिर यहुदामाथि चाहिँ के गर्नेछु भनेछ, तर म यहुदाको घरानालाई ठिटाउनेछु, धनु तरवार लडाइँ घोडा र घोडचढीहरूद्वारा म तिनीहरूलाई उद्धार गर्ने छैन है। यो कुराहरूदेखि म त्यसलाई उद्धार गर्ने छैन। तर उहाँको उद्धार चाहिँ केबाट आउँछ भन्दाखेरि, तर परमप्रभु तिनीहरूका परमेश्वरद्वारा नै म तिनीहरूलाई उद्धार गर्नेछु। यो चाहिँ कसको विषयमा भनेको छ, यहुदाको विषयमा, यहुदाको निम्ति एउटा उहाँले यहुदा जातिहरूको विषयमा उहाँले कुरा गर्दै हुनुहुन्छ, यहुदाको मानिसहरूको विषयमा कुरा गर्नुहुन्छ। यो ठाउँबाट म के गर्नेछु, म इजरायली जातिलाई के गर्नेछु, उद्धार गर्नेछु भन्दै हुनुहुन्छ। अनि पछि गएर हामी हेर्छौँ भने येशू ख्रिस्टको वंशावलीमा हेर्छौँ भने यहुदाको सन्तानबाट नै येशू ख्रिस्ट के गर्नुभएको छ, जन्मिनु भएको छ। अनि यहुदाबाट अनि उहाँले चाहिँ के गर्नुभएको छ, परमप्रभुले यहुदाको जातिलाई चलाएर उहाँले चाहिँ के गर्नुभयो, उद्धारको त्यो बाटो उहाँले तयार गर्नुभयो। अनि तेस्रोमा हामी हेर्छौँ भने अन्त्यको छोरा चाहिँ को नाम चाहिँ लोअम्मी छ। लोअम्मीको नाम
परमप्रभुको प्रजा नभएको भन्छ है। परमप्रभुको प्रजा नभएको यो अन्तिम छोराको अर्थलाई लिएर उहाँले न्याय अन्त्यमा त्यसको अन्तिम न्याय चाहिँ के हुनेछ भन्दाखेरि उहाँले यहाँ भन्नुभएको छ, म तपाईँलाई पढिदिन्छु। इस्राएलीहरूको सङ्ख्या परमप्रभुले बढाउनुहुनेछ। जहाँ तिनीहरू मेरो प्रजा होइनौ भनिएका थिए तिनीहरू जीवित परमेश्वरको सन्तान कहलाइनेछ। यहुदा र इजरायली दुवै एकसाथ मिल्नेछ। एउटै नेता नियुक्त हुनेछ किनभने इजरायलको दिन महान हुनेछ। आमेन। अनि फेरि अन्तिममा चाहिँ उहाँले न्याय कुराहरू कसरी गर्नेछु भनेर उहाँले भन्नुभएको छ। परमेश्वर चाहिँ के हुनुहुन्छ? प्रेमिलो परमेश्वर हुनुहुन्छ भन्ने कुराहरू हैन। उहाँ चाहिँ के हुनुहुन्छ? म त्यसलाई बढाउनेछु, त्यसको प्रजालाई बढाउनेछु। तिनीहरू एउटै हुनेछ। यहुदा र इजरायली फेरि एउटै हुनेछ, एक हुनेछन् र तिनीहरूलाई म के गर्नेछु? उचाल्नेछु र तिनीहरूको नाउँ तिनीहरूको दिन चाहिँ म महान तुल्याउनेछु भनिकन उहाँले भन्नुभएको छ। योबाट हामी के देख्छौँ भने पहिला चाहिँ के हो त? त्यो फल कस्तो फल थियो भन्दाखेरि उनीहरूले गरेको त्यो व्यभिचारको कारणले गर्दाखेरि खराब फलहरू उत्पन्न हुनेछ, मतलब दण्डहरू प्रभुले दिनुहुनेछ। र त्यसपछि लास्टमा के हुन्छ? उहाँको जजमेन्ट अथवा उहाँको न्याय चाहिँ के हुन्छ? अनुग्रहीपूर्ण, कृपापूर्ण, प्रेमले भरिपूर्ण न्याय भएको छ है। उहाँ चाहिँ के हुनुभएको छ? उहाँको अनुग्रहले पूर्ण, कृपापूर्ण र प्रेमपूर्ण न्याय उहाँले आफ्नो इजरायली जातिमाथि खन्याउनु भएको छ। परमेश्वर चाहिँ यहाँबाट हेर्छ भने परमेश्वरले चाहिँ कहिल्यै पनि तपाईँ र मेरो पापलाई लिएर हामीलाई जहिले दोष्याउनुहुन्न। परमेश्वरले कहिले हामीलाई त्यसरी घरि गर्नु हो। एकछिन उहाँ के गर्नुहुन्छ? रिसाउनुहुन्छ। हामी पनि रिसाउँछौँ, हो किन? हामीलाई पनि निराश लाग्छ, हामी पनि हाम्रो हृदय दुख्छ, हामी चोट पर्छ, हामी केही समयसम्म हामी सायद बोल्दैनौँ होला, केही समयसम्म हामी एकअर्काप्रति नराम्रो भावना पनि राखिरहेको हुन्छ होला। तर परमेश्वर जो पवित्र आत्मा तपाईँ र मेरो हृदयमा हुनुहुन्छ, उहाँले चाहिँ हामीलाई घरि के गर्नुहुन्छ? क्षमाको बाटोतिर, क्षमाको दिशातिर हामीलाई फर्काउनुहुन्छ। आमेन। हालेलुया। मन परेन कि क्या यो वचन? हालेलुया। आमेन पनि छैन है। हुन्छ। अनि होशे 2:2 हामी हेर्छ भने चाहिँ त्यहाँनिर न्यायको विस्तृत कुराहरू देखाउनुहुन्छ। होशे 2 यसरी भन्नुभएको छ, त्यहाँ चाहिँ के हुन्छ? इजरायलको अविश्वासपूर्ण कार्यको विवरण गरिएको छ है। होशे 2:2 चाहिँ अब अगाडि चाहिँ उहाँले त्यो भविष्यवाणी गर्नुभयो आफ्नो त्यो उनीहरूको छोराछोरीको नाउँ लिएर। अब यहाँदेखि चाहिँ परमेश्वरले त्यसको विस्तृत रूपमा उहाँले गर्नुभएको छ। इजरायललाई कसरी म दण्ड गर्नेछु, दण्ड मात्र होइन तर फेरि म त्यसलाई के गर्नेछु? पुनर्स्थापित गर्नेछु भन्ने कुराहरू यहाँनिर लेखिएको छ। अनि कसरी चाहिँ इजरायलीहरूले चाहिँ परमेश्वरलाई धोका दिएका छन् है भन्ने कुरा लेखेको छ। यदि हामी होशे 2:5 हेर्छौँ भने त्यहाँनिर होशे 2:5 म पढिदिन्छु। लेखेको छ, तिनीहरूकी आमाले विश्वासघात गरेकी छ र तिनीहरूलाई अपमानमा गर्भधारण गरेकी छ। त्यसले भनी मेरो प्रेमीका पछि म लाग्नेछु, जसले मलाई मेरो अन्नपानी, ऊन, सुती, कपडा, तेल र दाखमध्य दिन्छन् है। हेर्नुहोस् त यहाँनिर कसरी एउटा इजरायलीले चाहिँ परमेश्वरलाई धोका दिएको छ। के कारण रहेछ त भन्दाखेरि भौतिक मनोरञ्जनात्मक कुराहरूको कारणले, मजाको कुराले, प्लेजर भन्छ होइन, लोभिएको कारणले, लोभमा उनीहरू फसेको कारणले होइन। अनि त्यस कारणले गर्दाखेरि चाहिँ उनीहरू के भएको रहेछन्? आफ्नो परमेश्वरको निम्ति उनीहरू बागी भए, धोका दियो भौतिक कुराहरूको लागि। हामीलाई पनि कहिलेकाहीँ हामीलाई लोभ्याउँछ मान्छेले होइन। अनि कहिलेकाहीँ पैसा दिन्छ अनि हाम्रो खाँचोहरू सबै कुरा टाढिदिन्छ अनि हामी त्यसकै पछि लाग्छौँ है। अनि उसकै पछि उसले जे भन्यो हामी त्यही मान्छौँ। होशे 2:7 हामी हेर्छौँ भने चाहिँ त्यहाँ यसरी लेखेको छ, त्यो आफ्नो प्रेमीहरूका पछि कुद्नेछ तर त्यसले तिनीहरूलाई भेट्टाउने छैन, त्यसले तिनीहरूलाई खोज्नेछ तर तिनीहरूलाई पाउने छैन। तब त्यसले भनेछ, म मेरो पहिलेकै लोग्ने कहाँ फर्केर जानेछु, किनकि त्यस बेला मेरो अवस्था अहिलेको भन्दा असल थियो। कति स्वार्थी हेर्नु त, स्वार्थी प्रेम है। आज हामी पनि कति समय स्वार्थ प्रेममा हामी रहन्छौँ है। मलाई उसले यस्तो दिन्छ है, म पहिला त म खोज्छ होइन, फेरि त्यही ऊबाट केही आशा नपाएपछि, केही कुरा नपाएपछि फेरि के गर्छ? मेरो त पहिलाकै राम्रो थियो नि, इजरायलीहरू थियो नि त होइन, इजरायली त्यस्तै खालको थियो। त्यत्रो त्यो परमेश्वरले मिश्र देशबाट उनीहरूलाई त्यत्रो ठुल्ठुलो आश्चर्य काम देखाएर परमेश्वरले त्यो दुध र मह बग्ने देशमा, असल देशमा लाँदै हुनुहुन्थ्यो नि त, प्रतिज्ञा गर्नुभएको थियो। तर पनि त्यो प्रतिज्ञामा उनीहरू रहेन
बिचमा आउँदा आउँदा के भन्यो, हामीलाई खानेकुरा छैन, अदुवा छैन, लसुन छैन, पानी छैन, हाम्रो लागि राम्रो हामीलाई आवश्यक पर्ने थोकहरू छैन, हाम्रो बच्चाहरू मरिसक्यो, भोकले मरिसक्यो, प्यासले मरिसक्यो होइन। अहिले हामी हेर्छौँ भने आज पानी पर्यो होइन, म आज चर्च जाँदिनँ, आज यस्तो भयो। हामी कति समय धेरै कुराहरू हामी बहाना हाम्रो जीवनमा आउँछ होइन। इजरायलीको जीवनमा धेरै गनगन गर्यो उनीहरूले। अनि उनीहरूले के भने, ए पहिलाकै मिश्र ठिक थिएछ नि, त्यहाँ त हामीलाई राम्रो राम्रो खाना दिन्थ्यो, राम्रो राम्रो कुराहरू हामी पाउँथ्यौँ होइन। उनीहरूले त्यो बिर्स्यो, उनीहरूको कष्टहरू बिर्स्यो, उनीहरूले त्यो कष्टको समयमा परमेश्वरलाई पुकारेको बिर्स्यो है। त्यो कुरा उनीहरू फेरि पछि फर्क्यो। परमेश्वरको वचनले भन्नुहुन्छ, के भन्नुहुन्छ, पुरानो कुरा के भएको छ, बितिगएको छ, बितिगएको छ, हराइसकेको छ, हामी नयाँ कुरामा पर्खिनु पर्यो। अनि उनीहरू चाहिँ के त फेरि पहिलाकै कुरामा लागिराख्ने। अनि तर यहाँ चाहिँ के भएको छ भन्दाखेरि फेरि परमेश्वरलाई नै, परमेश्वर नै ठिक हुनुहुन्थ्यो, किनभने परमेश्वरले नै यो धेरै दोधारिएको हृदयहरू भएको के होइन, धमलिएको हृदयहरू भएको, के गर्ने उनीहरूलाई थाहा छैन होइन। के को पछि लाग्दैछु म, कुन मेरो निश्चयता नै छैन, त्यस्ता खालको व्यक्तिहरू थियो। अनि यो पदलाई म पढ्दै गर्दाखेरि उडन्ते पुत्रको याद आयो होइन। उडन्ते पुत्र पनि त्यस्तै नै भयो। आफ्नो बाउको सम्झना कति बेला भयो, जब उसले दुःख पायो, जब कष्ट पायो। अनि कहिलेकाहीँ हामी दुःख कष्ट पनि आउँदाखेरि हामी धन्यवाद दिनुपर्ने रहेछ, हामी परमेश्वरलाई सम्झिने रहेछौँ। आमेन है। अनि होशे 2:8 चाहिँ फेरि यसै लेखेको छ। अनि त्यहाँ हामी हेर्छौँ भने चाहिँ परमेश्वरले कसरी कृपा गर्नुहुन्छ भन्ने कुराहरू त्यहाँ लेखिएको छ। मैले नै त्यसलाई अन्न, नयाँ दाखमध्य, तेल दिएको थिएँ र मैले नै त्यसमाथि सुन र चाँदी खन्याएको थिएँ भन्ने कुरा त्यसले मानिलिएन, जुन तिनीहरूले बाल देवताको निम्ति प्रयोग गरे है, प्रयोग गरे। यहाँ इजरायलीहरूले कसरी चाहिँ परमेश्वरलाई धोका दिएको थियो। परमेश्वरले प्रेम गरिकन पनि, परमेश्वरले वास्ता फिक्री गर्नु भएर पनि के भयो, ऊ चाहिँ इजरायलीले धोका दिएको छ। अन्न पानीदेखि उनीहरूको खाद्यान्नदेखि लिएर, लत्ता कपडादेखि लिएर, उनीहरूको लागि आवश्यक पर्ने हरेक थोक लिएर, आश्चर्य काम विश्वासदेखि भड्किन्छन् कि भनेर परमेश्वरले अचम्मको काम उनीहरूको जीवनमा गर्नुभयो। तर पनि उनीहरू के भयो, उनीहरू त्यहाँदेखि पछि हटे अनि संसारको थोकहरूबाट चाहिँ उनीहरूले कम्प्रोमाइज गरे है। अनि त्यसपछि अनि उहाँले दिनुभएको आशिषलाई चाहिँ उनीहरूले बिर्से अनि उनीहरू अन्यतिर लागेका छन् है। अनि आज हामी पनि कति समय कति कुराहरूमा हाम्रो श्रीमानदेखि हामी त्यो कुरा त छैन होला, तर पनि हामी कति समय हाम्रो श्रीमान श्रीमतीको बिचमा पनि यो सम्बन्धहरू, यस्ता खालको सम्बन्ध नहोस् है। यसले चाहिँ के गर्छ, हामीलाई, हाम्रो विवाहलाई चाहिँ नष्ट गर्छ, हाम्रो परिवारलाई बदाभुङ्ग पार्छ। हामी चाहिँ के हुन्छौँ, हामी परिवारमा हाम्रो जुन परिवार परमेश्वरले निर्माण गर्नुभएको थियो, परिवारलाई हामी तोड्न थाल्छौँ है। यदि हामीले आफ्नो प्रेमलाई चाहिँ अरूसँग हामी बाँड्न थाल्यौँ भने है, आफ्नो प्रेमलाई श्रीमान श्रीमतीको बिचको कुरा मात्र होइन, तर परमेश्वरको प्रेमलाई चाहिँ हामीले अन्य देवतातिर, अन्य थोकतिर, संसारको थोकसँग हामीले त्यसलाई दाँजेर हामी हिँड्यौँ भने चाहिँ हामीले चाहिँ होइन। अनि त्यसपछि हामी के गर्छौँ, अनि यस कारणले गर्दाखेरि परमेश्वरले दिनुभएको प्रेमलाई चाहिँ हामीले बिर्सिनु भएन है। अनि त्यसपछि चाहिँ हामी होशे 2:9देखि 13 हामी हेऱ्यौँ भने चाहिँ, होशे 2:9-13 हामी हेऱ्यौँ भने चाहिँ त्यहाँनिर चाहिँ परमेश्वरको डरलाग्दो न्याय चाहिँ त्यहाँनिर परमेश्वरले इजरायलीमाथि दिनुहुन्छ भन्ने कुरा त्यहाँ लेखिएको छ। विशेष गरी 13 अध्यायलाई म हेर्छु, यहाँ यसरी लेखेको छ, बाल देवताहरूका निम्ति धूप हालेकी हुनाले म त्यसलाई दण्ड दिनेछु। त्यस बेला मेरो त्यो गरगहना पहिरेर आफ्ना प्रेमिका पछि पछि गई र मलाई बिर्सेकी थिए। परम प्रभु के घोषणा गर्नुहुन्छ, किन रहेछ भन्दाखेरि, उहाँले किन दण्ड दिनुहुन्छ भन्दाखेरि, अनि इजरायलीले चाहिँ के गर्यो, त्यहाँनिर धोका दिएको कारणले गर्दाखेरि होइन, सम्पत्तिहरूमाथि असुरहरूलाई खुसी पार्नको लागि उनीहरू चाहिँ उनीहरूको पछि पछि लागेको कारणले गर्दाखेरि के गरेको छ, त्यहाँनिर दौडेको छ। अनि यहाँ हेर्छौँ भने चाहिँ उसले परमेश्वरलाई बिर्सेको छ, इजरायलीले परमेश्वरलाई बिर्सेको कुरा हामी देख्छौँ। अनि त्यसपछि चाहिँ के परमेश्वरले चाहिँ उनीहरूसँगको सम्बन्धलाई उहाँले तोड्न खोज्दै हुनुहुन्छ है। अनि यदि पाप हाम्रो जीवनमा आउँछ भने चाहिँ परमेश्वरसँगको सम्बन्धमा हामी तोडिन्छौँ। पापले हामीलाई के गर्छ,
पापको ज्याला के हो? मृत्यु हो भन्छ नि, होइन? अनि यस कारणले गर्दाखेरि पाप चाहिँ यस्तो कुरा हो, पाप चाहिँ के हो? नाम हो अरे के। पाप चाहिँ एउटा व्यक्ति जस्तै ठान्नुहोस् तपाईँले। पापले चाहिँ के गर्छ? जहिले पनि हामीलाई के गर्छ? परमेश्वरदेखि अलग तुल्याउँछ, परमेश्वरको उपस्थितिमा हामी जान दिँदैन है। अनि हाम्रो भाइ बहिनीहरू विशेष गरी, होइन, हाम्रो दिदी बहिनीहरू, हामी यहाँ जतिजना छौँ, अनि साँच्चै नै यदि हाम्रो जीवनमा त्यो पापले हाम्रो राज्य गर्छ भने चाहिँ हामी चाहिँ परमेश्वरदेखि अलग हुन थाल्छौँ। हामी जति प्रार्थना गर्दाखेरि पनि के हुन्छ? हामी परमेश्वरको उपस्थितिमा हामी जान सक्दैनौँ यदि हाम्रो जीवनमा पाप आउँछ भने। यस कारणले गर्दाखेरि पापसँग चाहिँ के नगर्नुहोस्? ख्याल ठट्टा नगर्नुहोस् है। अनि यो चाहिँ कुरा जब हामी यो हेर्दै गर्दाखेरि यो जति पनि स्त्रीको कुरा गरेको छ, व्यभिचारिणी स्त्री गोमेर, अनि के यो स्त्रीलाई मात्र भनेर चाहिँ परमेश्वरले स्त्रीलाई मात्र भन्नुभएको हो त? होइन नि त, यो त पुरुषलाई पनि हो, पुरुषको जीवनमा पनि लागु हुन्छ। तपाईँको श्रीमतीप्रति तपाईँ कति वफादार हुनुहुन्छ, तपाईँको श्रीमानप्रति तपाईँ कति वफादार हुनुहुन्छ, अथवा मण्डलीप्रति तपाईँ विश्वासीहरू कति वफादार हुन्छ, परमेश्वरप्रति तपाईँ विश्वासीहरू कति वफादार हुनुहुन्छ, तपाईँको साथीहरूको बिचमा पनि कतिको तपाईँ विश्वास योग्य हुनुहुन्छ। यदि एउटा सानो कुरामा हामी विश्वास र इमान्दारी आज हामीले देखायौँ भने परमेश्वरले हामीलाई ठुलो कुराको अभिभारहरू दिन सक्नुहुन्छ। तर आज हामी सानो कुरामा हामी चुक्छौँ भने चाहिँ के हुन्छौँ? हामी लड्छौँ, हामीलाई अभिभार आउन सक्दैन। यस कारणले गर्दाखेरि अनि हामी चाहिँ केटी होस् या केटा, होइन, यो चाहिँ केटीलाई विषयमा लिएर मात्र लेखेको होइन। सायद मलाई लाग्छ यो किन पुरुषलाई भन्नुभएको हो, किन पुरुषलाई चाहिँ होसेको ठाउँमा र इजरायली व्यभिचारीहरूलाई चाहिँ गोमेको ठाउँमा राख्नुभएको हो भनेदेखि मैले अलिकति त्यसलाई हेर्दाखेरि विश्लेषण गर्दाखेरि सायद यो पुरुषले चाहिँ महिलालाई कति धेरै प्रेम गर्छ भन्ने विषयमा पनि सायद होला, होइन। श्रीमानले चाहिँ श्रीमतीलाई कति धेरै प्रेम गर्छ। जसरी श्रीमतीले आफ्नो घरलाई छोडेर परिवारलाई छोडेर श्रीमान कहाँ आउँछ, त्यसरी नै श्रीमानले पनि कस्तो खालको हुन्छ भन्दाखेरि श्रीमानले पनि आफ्नो श्रीमतीलाई के गर्छ? पूर्ण रूपमा प्रेम गरिरहेको हुन्छ। त्यो विवाहलाई बचाउनको लागि श्रीमानले पनि उत्तिकै भूमिका खेलिरहेको हुन्छ है। यस कारणले गर्दाखेरि अनि पुरुषको काम के हो? आफ्नो श्रीमतीलाई प्रेम गर्नु, आफूलाई जस्तै प्रेम गर्नु भन्नुहुन्छ नि परमेश्वरले। अनि त्यसरी नै स्त्रीको काम के हो भन्दाखेरि आफ्नो श्रीमानलाई आदर गर्नु, आदर गर्नु। सबैभन्दा परिवारको मेन यो के भन्छ अडिएको कुरा नै के हो? आदर र प्रेम। श्रीमानलाई आदर चाहिन्छ, श्रीमतीलाई बिछट्टै माया चाहिन्छ भन्छ है म चाहिँ। एकदमै धेरै माया चाहिन्छ, वास्ता चाहिन्छ, फिक्री चाहिन्छ। दुवैबाट त्यो ब्यालेन्स हुनुपर्छ, त्यो सन्तुलित हुनुपर्छ। र श्रीमान श्रीमतीको कुरा गऱ्यो भनेर हाम्रो जवानहरू यत्तिकै बस्नुभएको, त्यस्तै नै हो मण्डलीमा पनि, परमेश्वरमा पनि, होइन। परमेश्वर जसरी तपाईँलाई बिछट्टै माया गर्नुहुन्छ, भित्र हृदयदेखि नै उहाँले प्रेम गर्नुहुन्छ, तपाईँले पनि उहाँलाई के गर्नु पऱ्यो? भित्र हृदयदेखि प्रेम गर्नु पऱ्यो, उहाँलाई आदर दिनु पऱ्यो। अनर हिम भन्छ है, हामी उहाँलाई आदर दिनु पऱ्यो। हरेक कुराको लागि उहाँलाई धन्यवाद दिने, प्रशंसा गर्ने, आराधना गर्ने, होइन। अनि त्यो कुरा चाहिँ हामीसँग हुनुपर्छ है। म धेरै लादिनँ, सायद आज प्रभोज पनि छ, म थोरै कुरा तपाईँलाई थोरै मात्र भन्छु। यहाँ होसे 3:1 हामी हेर्छौँ भने फेरि उहाँले चाहिँ के गर्नुभएको छ भन्दाखेरि त्यहाँनिर चाहिँ फेरि उहाँले इजरायल चाहिँ पुनर्स्थापित गर्नुभएको कुरा र उहाँलाई चाहिँ के गर्ने? प्रेम गरेको कुराहरू त्यहाँ हामी हेर्छौँ। अनि त्यहाँनिर चाहिँ होसेलाई चाहिँ कसरी आफ्नो श्रीमतीलाई लिएर आइज, त्यसलाई ले भन्नुभएको छ फेरि होसेलाई, आफ्नो श्रीमती गोमेरलाई, होइन। 3मा म अलिकति पढिदिने छु। यहाँ यसरी भन्नुभएको छ, त्यसलाई माया गर जस्तो गरी परमप्रभुले पनि इजरायललाई माया गर्नुहुन्छ। यदि तिनीहरू अन्य देवतातिरहरू लाग्छन् र ती पवित्र दागका रुखहरू मन पराउँछन्, त्यसैले मैले त्यसलाई के मन पराउँछन् अरे? पवित्र दागका बोटहरू मन पराउँछन्, होइन। देवताहरूतिर लाग्छन्, उनीहरूको मन त्यस्तो खालको छ, उनीहरूलाई यो गर्यो भने चाहिँ माया यसरी देखायो भने चाहिँ माया गरेको उनीहरू ठान्छन् भनेको जस्तै हो, होइन। र अनि यहाँ 2मा हामी हेर्छौँ भने यसैले मैले त्यसलाई 15 सेकेल ओजनको चाँदी र 2.5 मुरी जौँ दिएर किने। तब मैले त्यसलाई भने तिमी धेरै दिनसम्म मसँग बस्नुपर्छ, तिमीले वेश्या काम नगर्नु र कुनै पुरुषसँग घनिष्ठ नबन्नु र म तिमीसँगै बस्नेछु। आमेन। यो चाहिँ तपाईँले यो श्रीमान श्रीमतीको बिचको मात्र कुरा होइन, इजरायल र परमेश्वर बिचको सम्बन्ध। जसरी गोमेरलाई ल्याउनको लागि परमेश्वरले होसेलाई मोल तिरेर छुटाउनु भएको हो, किन? यो त मूल्य हो नि त। त्यो जति चाँदी छ, जति त्यो जौँको कुराहरू छ, यो सबै मूल्य चुकाउनु भएको।
अनि तपाईँ र मलाई पनि के गर्नुभयो, परमेश्वरले पापको त्यो राज्यबाट निकाल्नका लागि चाहिँ तपाईँ र मेरो लागि मूल्य चुकाउनु भएको छ। के मूल्य चुकाउनु भएको छ? पैसा र सुनले हो, लोभ देखाएर हो, होइन, तर सम्पूर्ण जीवन नै तपाईँ र मेरो निम्ति अर्पण गर्नुभएको छ। आमेन, हालेलुया। हाम्रो येशूलाई धन्यवाद। येशू जसले तपाईँलाई मलाई दिलो ज्यानले प्रेम गर्नुभयो, सबै कुरा त्याग्नुभयो, संसार स्वर्गलाई त्यागिकन संसारमा आउनुभयो भन्छ, होइन। अनि हामी चाहिँ उहाँको नजिक हामी जाने, उहाँले तपाईँ र मलाई पापी छँदै उहाँलाई प्रेम गर्नुभयो। क्रुसमा झुन्डिँदै गर्दाखेरि पनि येशूले के गर्नुभयो, त्यहाँ मार्ने उहाँलाई मार्नेलाई चाहिँ के भन्नुभयो, प्रभु यिनीहरू केही जान्दैनन्, क्षमा गर्नुहोस्। देवर अननोन भन्छ, उहाँहरू त्यो मार्ने जातिलाई थाहा थिएन, तर तपाईँ र मलाई त थाहा छ नि येशू को हुनुहुन्छ, कस्तो हुनुहुन्छ। तर पनि हामी कति समय के गर्छौँ, परमेश्वरलाई हामी येशूलाई बागी दिन्छौँ, बागी गर्छौँ, धोका दिइरहेको हुन्छ कति समय, होइन। हाम्रो मन अन्त्यतिर लगाउँछौँ, हाम्रो मनहरू अर्कैतिर लगाउँछौँ। अनि यहाँ होशे 6को 1देखि 3 त्यहाँ हेर्छ भने परमेश्वरले फेरि इजरायललाई के गर्नुहुन्छ, पुनर्स्थापित गर्नुभएको छ। मलाई इङ्ग्लिसको वर्ड धेरै मनपर्छ, रेस्टोरेसन भन्छ। फेरि उहाँले नयाँ गरी उहाँले बसाल्नु भएको छ। उहाँले भन्नुभएको छ निको पार्नुहुन्छ। त्यहाँनिर इजरायलीहरूले त्यो आशा गरेको छ परमेश्वरले, हामी उहाँ कहाँ जाउँ, हामी उहाँ कहाँ जाउँ भन्छ। 14मा हामी हेऱ्यौँ भने हाम्रो पिता कहाँ जाउँ, हामी त्यो 6मा पनि हेर्छौँ भने हामी जाउँ, हिँडौँ, लेट्स गो भन्छ, हामी जाउँ। अनि उहाँले इजरायलले आशा गरेको छ, त्यो के गर्छ, उहाँले चाहिँ के भन्नुहुन्छ, उहाँले हामीलाई निको पार्नुहुनेछ, हाम्रो मलमपट्टि लगाउनुहुनेछ, पुनर्जीवित पार्नुहुनेछ, पुनः खडा गर्नुहुनेछ, उहाँको सामुने हामी के हुनेछौँ, जीवित रहनेछौँ। आमेन। अनि परमेश्वरले पनि हामीलाई यसरी के गर्नुहुन्छ, हामीलाई जीवित पार्नुहुन्छ। अनि होशे 6को 6मा मलाई यो एकदमै मनपर्छ। त्यहाँ के लेख्नु भएको छ भनेदेखि, किनभने म बलिदान होइन दया चाहन्छु र होम बलिभन्दा परमेश्वरको मान्यता अझ बढी चाहन्छु। हालेलुया। अनि यहाँ बलिदान र होम बलि भनेको चाहिँ भौतिक कुरासँग उहाँले दाँच्दिनुहुन्छ। हाम्रो हृदयको बलिदान होइन, तर यो चाहिँ भौतिक कुराको बलिदान, होइन, जनावरहरूको बलिदान। अनि त्यसपछि काठ, दाउरा, ढुङ्गाले बनेको वेदीहरूको कुरा गर्दै हुनुहुन्छ। म त्योदेखि अघाइसकेको छु, तर परमेश्वरको वचनले भन्दछ मलाई के चाहिन्छ, दया। मलाई दया मनपर्छ। हामीले दया गरेको उहाँ मन पराउनुहुन्छ। अनि उहाँलाई मान्यता दिएको, हामीले परमेश्वरलाई मान्यता दिएको उहाँ चाहनुहुन्छ। अनरिङ हिम, उहाँलाई आदर गरेको, उहाँलाई भक्ति चढाएको, उहाँसँग रहेको उहाँले चाहनुहुन्छ। यदि पहिलो सामुएलको 12 अध्यायमा हामी हेर्छौँ भने, सायद 12 हुनसक्छ, 12 अध्यायतिर हामी हेर्छौँ भने चाहिँ त्यहाँ के लेखेको छ, हामीले पाप गऱ्यौँ प्रभु भन्छ। तर पनि परमेश्वरको छ, तिमीले पाप गरे तापनि परमेश्वरको आराधना गर्न चाहिँ नछोड, परमेश्वरको आराधना गर्न नछोड। किनभने आराधनाले चाहिँ के गर्छ, हामीलाई जहिले पनि परमेश्वरको नजिक लान्छ, परमेश्वरसँग सम्बन्धमा घनिष्ठ हामीलाई बनाउँछ। आराधनाले चाहिँ तपाईँ र ममा भएको त्यो अशुद्धताको कुराहरूलाई, पापका कुराहरूलाई रद्द गर्न सहायता गर्छ। आराधनाले त्यो काम गर्छ। प्रिय तपाईँ र मैले आज हामी गलत छौँ, हामीमा मिस्टेक छ, हामी गल्ती गर्छौँ भन्ने कुरा जब तपाईँले महसुस गर्नुहुन्छ भने तपाईँ र म धेरै आराधना गर्नुपर्छ परमेश्वरलाई, अझै धेरै, होइन। अनि त्यसले चाहिँ के गर्छ, हामीलाई रेस्टोर गर्न सहायता गर्छ, पुनर्स्थापित गर्न सहायता, हामीलाई खडा हुन, फेरि हामी आफ्नो खुट्टामा खडा हुन सक्छौँ। परमेश्वरले इजरायलले डोर्याउँदै गर्दाखेरि परमेश्वरको उपस्थिति त्यहाँ इजरायलीहरूसँग, दिनमा बादलको खाँबो बनेर रातमा आगोको ज्वाला बनेर दिनदिनै उहाँ चाहिँ के गर्नुहुन्थ्यो, इजरायलीहरू सँगसँगै हुनुहुन्थ्यो। किन भन्दाखेरि त्यो खाँचो थियो इजरायलीहरूलाई। आज हामीलाई पनि परमेश्वरको उपस्थितिको खाँचो छ, है। अनि यस कारणले गर्दाखेरि हामीले एकले अर्कालाई क्षमा गर्न खाँचो छ। जसरी परमेश्वरले इजरायललाई क्षमा गर्नुभयो, है, अनि त्यसरी नै हामीले एकले अर्कालाई क्षमा गर्न खाँचो छ। कसैले हामीले आएर आइएम सरी भन्नु पर्दैन, तर पहिला सुरुमा हामीले उसलाई क्षमा गर्नुपर्छ। किनभनेदेखि क्षमाले चाहिँ के गर्छ भन्दाखेरि हामी आफै निको हुन्छौँ, हामी चङ्गाई पाएको छ, हाम्रो हृदयहरू टुटेको हृदयहरू निको हुँदै गरेको हुन्छ। जस्तोसुकै गरोस्, है। जसरी रात हुन्छ अनि हामीलाई विश्वास छ भोलि के हुन्छ, फेरि बिहानी हुन्छ। अनि त्यसरी नै हामीले परमेश्वरको वचनमा विश्वास गर्नुपर्छ कि परमेश्वरले भन्नुभएको छ, हेर पुरानो कुरा बिति गएको छ, नयाँ आएको छ। आमेन। पुरानो बिति गएको छ, पुरानो कुरा हराइसकेको छ, सम्बन्धमा खलबलीका कुराहरू हराइसकेको छ। जे कुरा हामी हरेक व्यक्ति, गलत गर्ने व्यक्ति होस् या क्षमा गर्ने व्यक्ति, जसुकै होस्, जसले क्षमा दिँदैछ अथवा क्षमा लिने व्यक्ति, जसुकै होस्, यो कुरामा विश्वास गर्नुपर्छ।
पुरानो कुरा बिति गयो, म अब नयाँ भएर उठ्नेछु, म खडा हुनेछु। किनभने जसरी इजरायललाई परमेश्वरले खडा गर्नुभयो, रेस्टोर गर्नुभयो, आज मलाई पनि उहाँले खडा गर्न सक्नुहुन्छ। म त्यो व्यक्तिलाई क्षमा गर्छु। आज कतिजना तपाईँहरू एक हप्ताभरि अथवा कति वर्षदेखिको लुकेको तपाईँहरूको क्षमा दिन नसक्ने त्यो हृदयहरू छ भने परमेश्वरमा भन्नुहोस्, प्रभु म आज तपाईँको नाउँमा त्यो व्यक्तिलाई क्षमा गर्छु। हालेलुया, हालेलुया। हुन्छ, आउनुहोस् हामी यो समय प्रार्थना गर्नेछौँ। प्रभु येशू, हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ आजको वचनको लागि। तपाईँ परमेश्वरले हाम्रो बिचमा जुन वचन राखिदिनु भएको छ, तपाईँको नाउँलाई म उचाल्दछौँ अनि प्रार्थना गर्दछु, म मेरो हृदयदेखि जुन व्यक्तिलाई मैले क्षमा गर्नुपर्ने छ प्रभु, म उसलाई म क्षमा गर्न चाहन्छु प्रभु। येशूको नाउँमा हरेक व्यक्ति जसले मेरो हृदय दुखाएको छ, जसले म प्रति प्रभु नराम्रो व्यवहार गरेको छ अनि मेरो हरेक थोकहरूमा शारीरिक रूपमा, आत्मिक रूपमा अनि इमोसनल तरिकाले संवेगात्मक रूपमा प्रभु मलाई कसैले मलाई चोट दुखाएको छ भने म ती व्यक्तिलाई क्षमा गर्न चाहन्छु। अनि त्यसरी नै आज मण्डली प्रभु हामी तपाईँमा एकअर्कालाई क्षमा दिन चाहन्छौँ पिता। तपाईँको नाउँमा एकअर्कालाई हामी क्षमा दिन चाहन्छौँ प्रभु। क्षमा दिन्छौँ ती छिमेकीहरूको लागि जसले हाम्रो विरुद्धमा कुरा गर्छन्। हामी क्षमा गर्छौँ त्यस्तो व्यक्तिहरूलाई जसले हामीलाई चोट पुर्याउन खोज्दैछन्। ती दलहरूको लागि हामी क्षमा गर्छौँ जसले हामी क्रिस्चियनहरूलाई सताउनको लागि उनीहरू खडा हुँदैछन्। हामी क्षमा गर्छौँ ती व्यक्तिलाई जसले हाम्रो विरुद्धमा षड्यन्त्र रोज्दैछन्, हामीलाई तहस नहस पार्नको लागि, हामीलाई निमिट्यान्न पार्नको लागि। अनि जति पनि षड्यन्त्र हुँदैछ ती षड्यन्त्र गर्ने व्यक्तिहरूलाई हामी क्षमा गर्छौँ प्रभु। अनि उनीहरूले तपाईँको प्रेमलाई बुझ्न सकेको होस् पिता। हाम्रो नेपालका जातिहरूमाथि तपाईँको क्षमा बोल्दछौँ प्रभु। तपाईँले सहायता गर्नुहोस् हामीलाई। धन्यवाद, तपाईँको वचन अनुसार जिउन प्रभु हामीलाई सिकाउनुहोस्, सहायता गर्नुहोस्। तपाईँको बल र शक्ति हामी एक एकलाई दिनुहोस् भनेर प्रार्थना गर्दछौँ। धन्यवाद चाहँदछौँ येशू प्रभुको नाउँमा, आमेन।